हेलो एभ्रिवान गाइज, नमस्ते नमस्कार। आज हामी कहाँ छौँ उपस्थित भन्ने चाहिँ हजुरलाई बताउन गइरहेको छु। हामी इन्डिया टु नेपाल ट्राभल सिमता ट्राभल्स बस रहेको छ। आज हामी त्यही बस स्ट्यान्डमा उपस्थित छौँ र उपस्थित ठाउँ रहेको छ जामनगर, गुजरात जामनगर डिक्जाम सर्कलको यो पुलको तलतिर रहेको छ। र यसै गरी हाम्रो उहाँ चाहिँ गोपाल लुहार हुनुहुन्छ, उहाँ चाहिँ बसको समिति हुनुहुन्छ, उहाँ चाहिँ सिलारी ट्राभल्स बसको समिति हुनुहुन्छ र उहाँकै हामी कन्ट्याक्टमा हामी यहाँ आइपुगेको यहाँनिर। अनि उहाँको मोबाइल नम्बर रहेको छ 9886005737। उहाँसँग नेपाल जानको लागि कन्ट्याक्ट र नेपालबाट आउनको लागि कन्ट्याक्ट गर्नलाई पनि उहाँसँगको सम्पर्क नम्बर यो रहेको छ। र यसै गरी हाम्रो सिमता ट्राभल्स बसको समिति गोपाल सरसँग उहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। उहाँ चाहिँ रहनुहुने चाहिँ जामनगरको समर्पणनिर उहाँ रहनुहुन्छ, उहाँसँग कन्ट्याक्ट गर्नु होला। वहाँनिर डिक्जाम सर्कलनिर उहाँको बस लाग्छ र उहाँहरू जामनगरमा जति पनि नेपाली उपस्थित हुनुहुन्छ उहाँ सबको लागि यो आवत जावतको सुविधा रहेको छ हाम्रो नेपाली समाजको लागि। र यसै गरी हाम्रो नेपालदेखि हाम्रो नेपाली समाजहरूलाई जे पनि तपाईँहरूको नेपाली चाउचाउहरू र मेगा सिरिज अनि गुड्काहरू हाम्रो नेपाली बसपार्कको नेपाली समाज उपस्थित जहाँ नेपाली जहाँ बास भएका भनेर चाहिँ हजुरहरूले दिदीहरूले नेपालदेखि होइन र हाम्रो चाउचाउहरू यहाँ नेपाली काउन्टरमा हजुरहरूलाई उपलब्ध हुनेछ। र यसै गरी तपाईँहरू मेगासिरीहरू जे जति भन्नुहुन्छ हाम्रो यहाँ दिजुहरूलाई केही पनि सामानहरू चाहियो भने मगाउन सक्नुहुन्छ कन्ट्याक्ट गरेर। र यो चाहिँ रहेको छ जामनगर डिक्जाम सर्कल पुलको तलतिरको पुल तलतिर राखिएको नेपाली बसको स्ट्यान्डनिर नेपाली बस पार्क रहेको छ र उहाँ काउन्टरमा यो सब सामानहरू उपलब्ध रहन्छ।